है आमा र बाउ काक्ला भन्दै होला हेर्दै धोइदिए लल्लु दादाको भाँडाहरू हतुस है साफसफाइ सुरु भयो म चाहिँ सफा गर्दैछु सबै फुलहरू यस्तो भएछ सिस्नु रेडी भयो है यो चाहिँ मलाई आमाले पठाइदिनु भएको थियो लामाहट्टाबाट सो आज खिड्की दामी भइहाल्यो नि अब अलिक हावा लाग्यो भने त कुन्दैन नि र नमस्ते साथीहरू सबैजनालाई है म चाहिँ आज कहाँ छु भन्दाखेरि चाहिँ हामी चाहिँ माथि घरमा साफसफाइ गर्दैछौँ किनकि हाम्रो भाइको चाहिँ अब वर्षी आउनु आँट्यो नि त है वर्ष दिनको काम अन्त त्यसले गर्दा चाहिँ हामी बुढाबुढी चाहिँ बिहानदेखिको यहाँ लागि परिरहेको छौँ सायद कतिजनालाई थाहा छैन मेरो नयाँ फ्यान्स फलोवर्सहरूलाई कि यो उहाँ चाहिँ को थियो भन्दा चाहिँ उहाँ चाहिँ मेरो जेठाजुको छोरा थियो लास्ट इयर चाहिँ त्यस्तै सडनली त्यस्तै एक्सिडेन्ट भएर उसको मृत्यु भएको थियो है सो एकदमै दुःखद घटना थियो त्यो हाम्रो लागि तर अन्त अहिले चाहिँ अब उसको वर्ष दिन आउनु आँट्यो नि त अर्को महिना हो त्यसले गर्दाखेरि चाहिँ हामी साफसफाइ त डेली नै गरिरहेका छौँ तर आज चाहिँ अब यो कतिवटा कुराहरू सफाहरू गर्नु थियो त्यसले गर्दा आज चाहिँ हामी यहाँ छौँ है र तपाईँहरूलाई देखाउँदै जानेछु है यो सफा गर्दै थिएँ कि सुकुटीको टाउको सुकुटी कुहिरहेको रहेछ हेर्नु नि बट्टाहरू सबै धुनु निकालेको म्यागीको बनाउँदैछ मेरो बुढाले बिचरा सफा गरिदिँदैछ सबै सबै यस्तो भएछ नि त यहाँ सफा गर्दैछ अब चियापत्तीहरू हेर्नु नि त्यसको 1 सालसम्म बिग्रेको छैन रहेछ तर ओट्सहरू पनि थियो यति बिचरा फ्याँक्दिएको यो पुरानोहरू यस्तो भएको छ नि त र यो चाहिँ मैले किन भिडियो बनायो भन्दाखेरि चाहिँ फेरि मैले यो सिम्पत्ति गेन गर्नुको लागि पब्लिसिटी पाउनुको लागि फलोवर्स फ्यान्स बढाउनुको लागि भनेर चाहिँ प्लिज नसोचिदिनुहोस् होला है लास्ट इयर पनि मैले यस्तै एउटा भिडियो बनाउँदाखेरि चाहिँ मलाई यस्तो के अरे आएको थियो धेरैवटा कुराहरू है त्यसले तर मैले चाहिँ किन यो बनाएको भन्दा चाहिँ युट्युबमा चाहिँ सधैँभरि बस्छ नि त है हामीलाई हाम्रो पनि एउटा यादगार हुन्छ भनेर चाहिँ मैले यो भिडियो चाहिँ बनाएको है किन उसको याद चाहिँ यति साह्रो हामीलाई गाडिएको छ अब सबैजनालाई नै गाडेको छ एउटा सदमा नै छ अनि यो चाहिँ हामी सधैँभरि उसलाई चाहिँ आफ्नो मनमा राख्न चाहन्छु त्यसले गर्दा चाहिँ हामीले यो भिडियो बनाएको सो कुनै प्रकारको नराम्रो अर्थ चाहिँ नलिदिनुहोस् होला हजुरहरूले है यस्तै भए पनि ठिकठाक गरेर बनाउनु पर्यो अब साफसफाइ गर्नु पर्यो यस्तो मैले यतिको सनक्कै चाहिँ पारेको छु अब ग्यासहरू पानी ल्याएर धुनु बल्ल धुइसक्यो हत्तु भइहाल्यो है सबै धुयो हामीले बट्टाहरू पनि अब यहाँ लानुपर्छ धुएर सुकेपछि मात्रै सुकोस् न घोप्टै होस् सबै त्यहाँ हालेर क्या सुकाइदिनुहोस् साथीहरू मेरो चाहिँ यहाँ सिस्नु पाक्दैछ अब चाहिँ म तपाईँहरूलाई पुरा भिडियो देखाउँछु है पाकेर यो चाहिँ भर्खर पानी उम्लेर हालेको मैले र काम पनि गर्दै भोक पनि लाग्छ अनि मलाई चाहिँ आमाले सिस्नु पठाइदिनु भएको थियो मेरो चाहिँ एकदमै फेभरेट सब्जी हो त्यसले गर्दा म सिस्नु पनि पकाउँदैछु तल घरमा आएर भाँडा पनि धुँदैछु है हेर्दै गर्नुहोस् होला हेर्नुहोस् मेरो सिस्नु रेडी भयो मजाले बाक्लो मिठो स्वादिष्ट फ्रेस अब यहाँ चाहिँ मेरो टमाटर पाक्दैछ है मलाई चाहिँ पोलेको टमाटरै मनपर्छ र मेरो टमाटर पनि भइसकेको छ है म चाहिँ अचार बनाउँदैछु सिलामको यो सिलाम पनि मेरो लामाहट्टाबाट आमाले नै पठाइदिनु भएको बारीको है हाम्रो बारीबाट निकालेको र यो डल्ले खुर्सानी पनि लामाहट्टाबाटै आएको है आमाले पठाइदिनु भएको आज चाहिँ मैले सबै आमाले पठाइदिनु भएकै पिस्दैछु है बनाउँदैछु अचार चाहिँ मलाई सिलौटोमा पिसेकै मनपर्छ हाम्रो घरमा सबैले सिलौटोमै पिसेको खान्छ यसरी पिसेकै मनपर्छ है मलाई है
टमाटर पनि हालिसकेको छु केलाएर है। अब यसलाई नि यसरी पिस्छु छिटै। साथीहरु आजको लन्च रेडी भयो है। यहाँ सिलामको अचार, सजनाको सब्जी, उयो र तातो तातो सिस्नु। अनि मेरोमा एउटा स्पेशल चिज छ, त्यो चाहिँ के हो भन्दा यहाँ के छ भन्दाखेरि चाहिँ घिउ, लोकल घिउ। यो चाहिँ रिम्बिकको अस्ति मैले मगाएको थिएँ हैन। सो आजको मेरो डिस चाहिँ यस्तै नै भयो। कस्तो र आजको हेर्नुहोस् एकदमै लोकल हेल्दी टेस्टी है। यो सिलामको अचार, यो सजनाको सब्जी, अनि यो अलिकति यो मैले बनाएको थिएँ नानीको लागि सिस्नु, अनि लोकल घिउ। बेसी केही बनाइनँ। र तपाईहरुलाई कस्तो लाग्छ प्लिज कमेन्ट गर्नुहोस् होला। अनि मेरो च्यानललाई लाइक कमेन्ट सब्स्क्राइब गर्नु नभुल्नुहोस् होला है हजुरहरु। ओके बाई बाई। हवस् त, मैले खाना खाएको है। बाई बाई।